सो गुड मर्निङ गाइस एन्ड वेलकम टु माई अनदर भिडियो। र आज चाहिँ एउटा सानो भिडियो लिएर तपाईँहरूको समक्ष आएको छु। त्यो चाहिँ एउटा सानो अनबक्सिङ भिडियो हुन गइरहेको छ। र त्यो चिज चाहिँ के हो भन्दाखेरि भर्खर मेरोमा यसरी एमाजोनबाट है भर्खर पार्सल आएको छ। मैले त्यसलाई केही गरेकै छुइनँ है, र तपाईँहरूलाई पनि देखाउन गइरहेको छु प्रडक्ट चाहिँ के रहेछ भनेर। सामान चाहिँ यो छ है, यहाँदेखि केही खोलेको पनि छुइनँ मैले हो। अब यसलाई म खोल्छु र यो भित्र चाहिँ के चाहिँ रहेछ होला गाइस। यस्तो गरौँ है, प्याकिङ चाहिँ राम्रो छ है एमाजोनको। र के छ सामान भन्दा चाहिँ यो चाहिँ रहेछ तपाईँको सिट कभर। यो चाहिँ मैले तपाईँको नयाँ स्कुटीको लागि सिट कभर मगाएको। किन भन्दाखेरि जुन चाहिँ मैले किनेको छु स्कुटी एन्टकको 150, त्यसमा चाहिँ कम्पनीले केही पनि दिँदैन तपाईँलाई, खालि स्कुटी दिन्छ तपाईँलाई हो। न त्यसमा तपाईँलाई सिट कभर पाउँछ, न फुटम्याट पाउँछ, न तपाईँले पेट्रोल पाउनुहुन्छ, न हेलमेट पाउनुहुन्छ, केही पनि पाउनु हुँदैन अहिले चाहिँ। र यो चाहिँ तपाईँको कम्पनी चाहिँ परेको छ। तपाईँको कम्पनीको नाम चाहिँ परेको छ, तपाईँको कम्पनीको नाम दिएको छैन है। र यसलाई म स्कुटीमा लाउँछु र तपाईँलाई देखाउँछु कतिको चाहिँ हुँदो रहेछ भनेर। र भिडियो हेर्दै गर्नु गाइस तपाईँ। र गाइस हेर्नु सक्नुहुन्छ तपाईँहरूले मेरो स्कुटी चाहिँ यहाँ छ है। र यहाँ हेर्नुहोस् कभर चाहिँ यो कम्पनीको हो, यो सिट। र अघिबाटै मैले तपाईँहरूलाई भनिहालेँ कि यिनीहरूले केही पनि दिँदैन भनेर है। र अब म सिट लगाउन गइरहेको छु र एकछिनपछि भेटौँ गाइस। र फाइनली गाइस तपाईँले हेर्नु सक्नुहुन्छ सिट कभर पनि मैले लगाएँ। टिभिएसकै रहेछ, टिभिएसकै हो सिट कभर चाहिँ। अन्त अर्को चाहिँ तपाईँहरूलाई म देखाउनु गइरहेको छु अलिकति। यो मैले यो पनि लगाएँ, हेर्नु सक्नुहुन्छ। क्र्यास गार्ड पनि लगाएर दामी लुक्स देखिरहेको छ स्कुटीको। हेर्नुहोस् गाइस यहाँबाट तपाईँले अलिकति मैला जग्गा भयो, ठिकै छ। एनिवेज सो गाइस हेरिहाल्नुभयो तपाईँले मेरो सिट कभर र क्र्यास गार्ड। र मैले चाहिँ यो एमाजोनबाट मगाएको। र अब अझै म फ्युचरमा अझै यसमा एक्सेसरिजहरू एड गर्दै गर्छु र तपाईँहरूलाई म अपडेट दिँदै गर्छु। र यो स्कुटीको पर्फर्मेन्स र माइलेज र के हुँदै जान्छ म त्यो पनि तपाईँहरूलाई अपडेट गर्दै जान्छु। र मेरो भिडियो मन पऱ्यो भने लाइक गर्नु सक्नुहुन्छ, फलो पनि गर्नु सक्नुहुन्छ, र यो भिडियोलाई सेयर पनि गरिदिनुहोस्। थ्याङ्क यू।